वचनलाई पढ्छौँ तब परमेश्वरको वचन पढ्दा हामी परमेश्वरसँग बातचित गरिरहेका हुन्छौँ। जब हामी आराधना गर्छौँ हामी प्रभुको नजिक गइरहेका हुन्छौँ। अनि हामी संसारमा दुःख कष्ट भोगे तापनि हामी परमेश्वरमा लगिने छौँ। लगिने छौँ। अनि त्यसले भनेको छ परदेशी जस्तै छु, घाम डुब्दैछ, वास गर्न म खोज्दैछु तर रात पर्दैछ। हालेलुया। आज मानिस परदेशीको समान छ, घामहरू डुब्दैछ अनि त्यो भित्र पस्न खोजे तापनि तर रातहरू पर्दैछ। आज परमेश्वरको राज्यको बारेमा हामी देख्छौँ भने हालेलुया। कति मान्छेहरू परमेश्वरको राज्यमा पस्न गाह्रो भइरहेको छ। हालेलुया। आज रात परेछ, घाम डुब्दैछ होइन, अनि दिन अस्ताउँदैछ तर घामहरू डुब्दैछन्। तर के भनेको छ स्वर्गको राज्यमा पस्न गाह्रो छ होइन, अनि पस्न सकिरहेको छैन। रात परिरहेको छ अनि दिन अस्ताइरहेको छ, उडाइरहेको छ तर रात परेछ तर वास गर्न चाहिँ भित्र वास गर्न त सकिरहेको छैन। आज भनेको छ निन्द्रामा म हुन्छु ईश्वरको छेउमा। हालेलुया। आज हामी निन्द्रामा हुँदा पनि परमेश्वरको छेउमा हामीलाई हुनुपर्छ। हालेलुया। हामी जब निदान्छौँ नि तब परमेश्वरको छेउमा हामी हुनुपर्छ। हालेलुया। हामी निन्द्रामा पनि दुःख शोकलाई पनि हामीले त्यागेर प्रभुमा आनन्दित हुनेको आवश्यकता छ। हालेलुया। जब हामी निन्द्रामा हुन्छौँ, जब आज रातिको सपनामा जब मैले देखिरहेको थिएँ, जब प्रार्थना गरिरहेका थियौँ हामीले होइन, अनि हाम्रो प्रभुलाई हाम्रो बहिनी अनि हाम्रो पास्टर बुवा मैले जब प्रार्थना गरिरहेको थिएँ पहिला, अनि हामीले प्रार्थनाको लागि मैले जग्गा दिएको थिएँ। अनि आराधना गर्दा गर्दै म त्यहाँबाट गइहालेँ अनि उहाँले चाहिँ आराधना गर्न छोड्नु भयो। तब फेरि गएर मैले भने किन प्रार्थना गर्नु भएन, प्रार्थना गर्नुपर्छ किन छोड्नु भयो। अनि पास्टर बुवाले भन्नुभयो त आएर यहाँ आराधना गर्न किन छोडिस् आराधना गर्दा गर्दै। अनि फेरि म गएर आराधना गरेँ। अनि जब हामी प्रार्थना गर्दै थियौँ अनि मेरो सामने दुईटा स्वर्गदूत उभिएको मैले देखेँ। हालेलुया। अनि जब स्वर्गदूत मेरो सामने दुईटा स्त्री उभिएका छन् अनि मैले जब प्रार्थना गरेँ अनि मैले जब आँखा खोलेँ मैले पास्टर बुवालाई भने हेर्नुहोस् परमेश्वरले मलाई स्वर्गदूत दिनुभयो दुईटा। हालेलुया। पहिलो मेरो सामने उनी दुईटा स्वर्गदूत उभिएका छन् अनि उनले चाहिँ मलाई हेरिरहेका छन्। त मैले जब प्रभुसँग घुटेर म पश्चाताप गर्दै जब रुँदै प्रार्थना गर्दै थिएँ स्वर्गदूत मेरो सामने दुईटा आएर उभिएको मैले देखेँ। हालेलुया। त्यसै पर हामीलाई निन्द्रामा पनि परमेश्वर हाम्रो साथमा हुनुपर्छ। हालेलुया। जब निन्द्रामा हुन्छौँ नि तब पनि परमेश्वर हाम्रो साथमा भएको हुनुपर्छ। यसैले गर्दा दुःख शोकलाई त्यागेर हामी शान्त भएर अनि चम्कदै रहन्छौँ उहाँ गएर। हालेलुया। जब हामी संसारमा हुँदा दुःख सुख कष्टलाई हामी झेल्छौँ नि तब हामी उहाँ गएर चम्किने छौँ। हालेलुया। संसारमा दुःख अनि संसारमा मोज मजामा जब आफ्नो जीवनलाई के गर्छौँ यापन गर्छौँ, आफ्नो मोज मजामा हामी आफ्नो जीवनलाई बिताउँछौँ भनेपछि स्वर्गमा हामी चम्किने छैनौँ, अन्धकारमा जानेछौँ। हालेलुया। हामी सबै शोक चिन्तालाई सहेर हामी उहाँ प्रभुको पासमा गएर चम्किनेछौँ। हालेलुया। परमेश्वरको काम गर्दै हामी जब जान्छौँ परमेश्वरको सामने हामी के गर्नेछौँ चम्किरहनेछौँ। हालेलुया। ज्योतिको समान। आज त्यसै प्रकार भनेको त हामी परमेश्वरलाई धन्यवाद दिने आवश्यकता छ। मसँग निकाल्नु सर्को 671 नम्बर नेपाली।
भजन एकदमै राम्रो छैन। जब यो भजन जब पहिला